सो गुड मर्निङ सबैजनालाई झोरले नमस्ते म इमान सिंह थापाको तर्फबाट आज चाहिँ 2082 मङ्सिर महिनाको 3 गते बुधबार। आज चाहिँ हाम्रो बाबुबाजेहरूको रीतिरिवाज अनुसार मङ्सिरको पहिलो बुधबारे पूजा जुन चाहिँ मण्डली पूजा भनिन्छ त्यो तर्फ जाँदैछौँ हामी चाहिँ। अनि अक्षताहरू धुपहरू लिएर जाँदैछौँ म चाहिँ। अनि त्यहाँनिर मण्डली थान पनि बनाउनु पर्ने अवस्था छ, त्यही भएर हँसिया खुर्पा पनि बोकेको छ है। बाटो चाहिँ यस्तो छ है, कोदोहरू फुलिरहेको अवस्था छ, कुहिरोहरूले ढाकेको छ है। गाउँ चाहिँ पुरै खुलेको छैन, कोदो कति धेरै छ कोदो होइन। सो ओके, हेर्दै जानु होला अगाडि अगाडि। ल मण्डल थान यस्तो अवस्थामा छ। मण्डल थान बनाउँदैछ, यहाँ रेडी गर्दैछ, हामी पनि छ यहाँ। एकजना चाहिँ मासिर खड्कानी गयो है, खड्क बहादुर। ल है मण्डल थान खास के पाउने त जाटोड्ने कानीकै। ल खड्क सर हिँड खड चाहिँ एउटा नि ऊ ल है। अनि इलाङ मिए पनि जाउँ हो बेलुका नि। अनि इलाङ डाँडा भाटा जेपकी तर्खराउँदै इलाङ मण्डल थान रेडी भइसकेको अवस्था है। न यस्तो दामी छ, हामी पूजा गर्न लागिरहेको छ है। ल यस्तो है ल अवस्था पनि बा हिँड्दैले हिरमाले पूजा बारे हिँड्दैले हिरमाले पूजा छिट छिट जाट के आउनु के
ल यो पूजाको बारेमा राज भोलि पर्सि फेरि अर्को भिडियोमा खुलाउनेवाला छ है। आज चाहिँ यति नै हो। हामी छिटो छिटो पूजा गर्छ अनि घरतिर लाग्नेछौँ। अब उता घरतिर फेरि भुङ्गुर मारिसकेको छ, यता फेरि पूजा गर्नै छ। ल है पूजा गरेर सक्यो। अब घरतिर फर्किएको पूजा गरेर कुखुरा गरेको थियो सानोतिनो अब होइन, त्यही भएर फर्किसकेको। अब फर्केर गएर यो कुखुराहरूलाई चाहिँ अलिकति पालपोल गरेर नैवेद्य बनाएर चाहिँ सबैलाई बाँड्नुपर्ने हुन्छ है त साथीहरूलाई। बाटो यसो छ, हेर्दै गर्नु होला है। ल त नि पूजा गरेर ल्याएपछि यसरी लास्टमा अन्तिममा नैवेद्य भाग लाउने भिडियो गरेको त्यही चाहिँ रिसाइरहेको छ अवस्था है। उता पूजाले फेरि नाङ्गे देखाउनु मिल्दैन। मात्र नानी होला होला, मात्र नानी के